This is Atya Perfumes. Since 1984, यो हो अत्या पर्फ्युम्स एन्ड गिफ्ट दोकान 1984 मा चाहिँ ओपन भएको। यो वर्ष अलमोस्ट 40 वर्ष भइसकेको छ। 40 वर्ष भइसकेको यो दोकानमा मेरो पनि लगभग 12 वर्ष। मैले चाहिँ 2012 अगस्तको 7 तारिकबाट यो दोकानमा ड्युटी गर्दैछु र मेरो पनि लगभग 12 वर्ष भइसकेको छ। यो चाहिँ नेचुरल वुड हो। यसलाई अघोर वुड पनि भन्छ। यहाँ चाहिँ देहनुल वुडहरू छ, जुन चाहिँ अघोर वुडलाई पकाएर तेल बन्छ। यो अत्यन्तै महँगो पर्छ। विशेष गरी यो देहनुल वुड चाहिँ अरबिकहरूले प्रयोग गर्छ। यो हेर्दा काठ जस्तै नै छ, तर यो अत्यन्तै महँगो पर्छ। हामी यसलाई तोलाको हिसाबले सेल गर्छौं। हाम्रो दोकानमा चाहिँ विशेष गरी अरबिक पर्फ्युमहरू पाइन्छ। यो जति पनि देखिराख्नु भएको जुन पर्फ्युमहरू छ, यो चाहिँ हाम्रो ओनर यानी कि मालिकनीले नै बनाउनुहुन्छ।
हामीसँग केही गिफ्ट बक्सहरू पनि छ। यो सबै कस्टमरहरूको लागि राखिएको हो, बेच्नको लागि। यसलाई डाल्ला भन्छ। यो विशेष चाहिँ अरबिकहरूले गावा, यसमा गावा राख्ने हो। यो थर्मस जस्तै। यता चाहिँ यो फेरि यो ओइल बोतल हो। यो अत्यन्तै महँगो छ, गोल्ड प्लेटेडमा छ, क्रिस्टल बोतल। यो चाहिँ 24 क्यारेटको चाहिँ गोल्ड प्लेटेड हो। यता छ सिल्भर प्लेटेडहरू। यो पनि अत्यन्तै महँगो छ। हामीसँग एकदमै एन्टिक पिसहरू छ। यता छ यिनीहरू क्रिस्टलको हो, क्रिस्टलको बल्बहरू छ। कुनै कुनै चाहिँ नर्मल ग्लासको पनि छ हामीसँग। यता चाहिँ हाम्रो बिलिङ सिस्टम छ। हामीले सामान बेचेपछि यहाँबाट हामी बिलहरू बनाउँछौँ। तर हाम्रो क्यास मेसिन। यो चाहिँ हाम्रो स्केल हो। हामीले नेचुरल वुडहरू सेल गर्दाखेरि, देहनुल वुडहरू सेल गर्दाखेरि हामी यसमा सुन जस्तै जोख्छौँ। मिनिमम क्वार्टर तोला, त्यसपछि म्याक्सिमम हामी जति पनि सेल गर्न सक्छौँ। तर हामी जोखेर सुन जस्तै जोख्छौँ हामी यहाँ। Okay guys, thank you for watching. Please like, comment and subscribe my YouTube channel. Thank you once again.